तपाईँ पनि देखिनुहुन्न यार के हो सुमा कार्यक्रममा बोलाउन र हजुरलाई हो त फेरि म घरै छु अहिले नास्ता छ भात र मासु खाएर सुके बस्छु यार अहिले तपाईँ उहाँ अनि मैले यहाँ दिएर हुन्छ र के अरे कहिले अहिले भन्दाखेरि मैले कति माया गर्छु यार तपाईँले फेरि वास्तै गर्नुहुन्न यार सिक्का बाजेर बजे भन्ने सुन्नुहोस् त गीतको बारेमा कुरो गर्नुहोस् त एउटा गीत गाइदिनुहोस् त मसँग त्यहाँ सरगमिती काट्यौ नि अनि त्यही गीत गाइदिनुहोस् त यसो गर्नु न कहाँ गयो जुरेली किन गिटाएन कता त हराउनु गीतै गिटाउन भनेर भन्नु त त्यही त होइन कहाँ गयो जुरेली किन गिटाउनु भएन भने कहाँ मर्नु भएको छ भनेर भन्नु के त्यही भएर गिटाउनु त म रोक्कै हुन्छु ल मैले जान्ने बस्दा मैले गिटार टेकेको त कस्तो रोद्दी मान्छे हो यार हेर त खै अहिले खै भन्दाखेरि फेरि भेट भएपछि मलाई हिर्काइदिनु छ गरे कहिले हो भेट्यो नि अझै 1-2 वर्ष तेरो बाको ताउकोमा भेट्यो नि 1-2 वर्ष के भन्नु यार यसले के गर्न रे के अरे होइन एउटा गीत हेर्नुहोस् त म एकदम खुसी भन्दा खुसी हुन्छु होला के अरे म खुसी भन्दा खुसी हुन्छु के अहिले नचाने कुरो गर्दाखेरि के त्यो गीत आउनुहोस् त एकचोटि कहाँ गयो जुरेली किन गीत आउनु भनेर त गीत आउनुहोस् त ल म सुनेछु के अहिले जुरेली किन खाँदैन जुरेली किन भयो अर्को चोटि पनि गीत आउनु त बस्छु म यहाँ खेलेमा भनेर भन्नु त ल भयो ल राम्रो गर्नु शुभकामना हाम्रो छ होला अहिले होइन अर्को भिडियोमा पनि दिनु होला है ल ओके अनि फेरि त्यहाँ हजुरले फोन गरेपछि फेरि सँगै बसौँला होइन
है सँगै बसौँला के आउनु होला यार कस्तो बेकार गर्नु त्यहाँ हुन्छ भनेर मात्र हुन्छ र आउनु परेन के मलाई तपाईँको मुहा लाएर बर्बाद भयो यार अन्त म भेटौँ न र तिमीले चलाएर पनि मान्दिनँ यार कसले भन्छ अरू भनेर अरे के म तपाईँको रोल पार्ने हो र म हेर त कस्तो रोड्ने कुरो गरेको यार ल